हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मेरो प्यारी दिदीको जन्मदिन हो। हेलो साथीहरू, आज चाहिँ मेरो माइली दिदीको आज बर्थडे हो। ऊ चाहिँ बाहिर छ, नानीले र बाबुले चाहिँ यहाँ नेपालमा केक काट्ने रे। त्यसैले हामीले ग्रुपमा जोइन गरेर दिदीसँग केक काट्न लागेको छौँ। जन्मदिनको धेरै धेरै शुभकामना मेरो प्यारी दिदी। तिमीले आँटेको सोचेको सबै सपनाहरू पुरा हुँदै जाउन्। तिम्रो हरेक पाइला पाइलामा सफलता मिलोस्। तिमी सफल भएको दिन सबभन्दा धेरै खुसी म हुनेछु। मेरो प्यारी दिदी, तिमी धेरै टाढा छौ मदेखि, त्यही पनि धेरै मिस गरेको छु। ल साथीहरू, अब चाहिँ हामी केक काट्ने हो ग्रुपमा। ठुलो दिदी बिनाजु अनि माइली दिदी अनि नानीको बाबा म भएर हामी ग्रुपमा केक काट्दैछौँ। हजुरहरूलाई कस्तो लाग्छ यसो कमेन्ट गरिदिनु होला। मेरो भिडियो सबैजनाले दिदीले ह्याप्पी बर्थडे भनिदिनु होला। केक काट्ने चाहिँ मेरो नानीले हो। ल हेर्नुहोस्। ल है साथीहरू, हामी चाहिँ यसरी ग्रुपमा बोल्दैछौँ। हेलो सबैजना, यता हेर्नुहोस्। दिदीलाई ग्रुपमा राखेर केक, दिदीको पनि केक उता थियो, ठुलो दिदीको घरमा पनि केक थियो, यहाँ हाम्रो घरमा पनि केक थियो। हामीले चाहिँ केक काट्यौँ। दिदीलाई ग्रुपमै राखेर भए पनि, सँगै बसेर केक काट्न नपाए पनि। ल ल बाबु भन, तिमीलाई केही भन्नु र दिदीसँग? गाडीमा
का धेरै धेरै शुभकामना तपाईँ शान्ति हुनु सुन्दर हुनु मलाई धेरै माया आई लभ यु राधिका दिदी नानीको उइस सक्यो अरे ल धेरै रमाइलो भयो टाढै भए पनि हामी सबैजनालाई ल आजको भ्लग चाहिँ यति नै हो दिदीको बर्थडेको सबैजनालाई बाई बाई थ्याङ्क यू सो मच लास्टसम्म मेरो भिडियो हेरिदिनु भएकोमा बाई 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 बाई